प्रदेश लोकसेवा आयोग मध्य प्रदेशले मिति 2083 वैशाख 5 गते सहायक चौथो तहलाई प्रथम पत्र अन्तर्गत सोधेका प्रश्नहरूको बारेमा यस भिडियो अन्तर्गत रहेर छलफल गर्नेछौँ। सो भिडियोलाई अन्तिमसम्म हेर्न चाहिँ नछुटाउनुहोला। क्वेसन नम्बर 1 मा रहेको छ, तल दिएका मध्ये नसर्ने रोग कुन हो भनेको छ। गलगाँड, ठेउला, हैजा र दादुरा अप्सनहरूमा रहेका छन्। यसको सही उत्तर हो अप्सन नम्बर ए, गलगाँड चाहिँ नसर्ने रोग हो। त्यसैगरी क्वेसन नम्बर 2 मा रहेको छ, तल दिएका भनाइहरूबारे विचार गरी सही उत्तर छनौट गर्नुहोस्। 1 मा दिएको छ, महान वैज्ञानिक सर आइज्याक न्युटनको जन्म ब्रिटेनमा भएको थियो र 2 मा दिएको छ, अन्तरिक्षमा प्रवेश गर्ने प्रथम राष्ट्र अमेरिका हो भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर हो अप्सन नम्बर सी, 1 ठिक र भनाइ 2 चाहिँ बेठिक रहेको छ। अन्तरिक्षमा प्रवेश गर्ने प्रथम राष्ट्र अमेरिका होइन, रुस रहेको छ। क्वेसन नम्बर 3, तलका भनाइहरूबीच विचार गरी सही उत्तर छनौट गर्नुहोस्। 1 मा दिएको छ, नेपालमा स्वास्थ्य बिमा कार्यक्रम 2072 चैत 25 देखि सुरु भएको हो र 2 मा दिएको छ, बच्चा जन्मिँदा सर्वप्रथम दिइने खोप डिपिटी हो भनेको छ। यसको सही उत्तर के हुन्छ होला त साथीहरू? यसको सही उत्तर हो अप्सन नम्बर सी, भनाइ 1 ठिक रहेको छ र भनाइ 2 चाहिँ बेठिक रहेको छ। बच्चा जन्मिँदा सर्वप्रथम दिइने खोपलाई चाहिँ बीसीजी भनेर भनिन्छ। क्वेसन नम्बर 4, निम्न रोगहरूबारे विचार गर्नुहोस् भनेको छ। दादुरा, मलेरिया, कुष्ठरोग रोगहरू क्रमशः भाइरस, ब्याक्टेरिया, प्रोटोजोआ समूह कुन हो भनेको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए। क्वेसन नम्बर 5, समूह आई र समूह आई बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् भनेको छ। यसको सही उत्तर कुन हुन्छ होला त साथीहरू? यसको सही उत्तर हो अप्सन नम्बर डी, ए को चाहिँ 3, वातावरण सम्बन्धी विश्व सम्मेलन चाहिँ रियो डी जेनेरियोमा भएको थियो। त्यसैगरी बी को चाहिँ 4 हुन्छ, विश्व वातावरण दिवस जुन 5 मा मनाइन्छ। त्यसैगरी सी मा रहेको छ क्योटो प्रोटोकल, सी को चाहिँ 2 हुन्छ, 2005 मा भएको थियो। नेपालमा कति प्रकारको पारिस्थितिक प्रणाली रहेको छ भनेको छ। 108, 118, 198 र 933 कति प्रकारको हो त? यसको सही उत्तर हो अप्सन नम्बर बी, 118 प्रकारका पारिस्थितिक प्रणालीहरू रहेका छन् नेपालमा। क्वेसन नम्बर 7, समूह आई र समूह आई बीच जोडा मिलाई सही उत्तर छान्नुहोस्। यहाँ चाहिँ विभिन्न सार्क शिखर सम्मेलनहरू र 3 चाहिँ कुन देशमा भएका थिए भन्ने आधारमा चाहिँ हामीले जोडा मिलाउनु पर्नेछ। यसको सही उत्तर कुन हुन्छ होला त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी, 11औं शिखर सम्मेलन कहाँ भएको थियो त? यो चाहिँ काठमाडौँ नेपालमा भएको थियो। त्यसैगरी 13औं सार्क शिखर सम्मेलन कहाँ भएको थियो त? यो चाहिँ बङ्गलादेशको ढाकामा भएको थियो। 15औं सार्क शिखर सम्मेलन यो चाहिँ श्रीलङ्का कोलम्बोमा भएको थियो र 17औं सार्क शिखर सम्मेलन चाहिँ मालदिप्सको अडु भन्ने ठाउँमा भएको थियो। त्यसैगरी क्वेसन नम्बर 8 मा रहेको छ, नेपालको जापानसँगको दौत्य सम्बन्ध कहिले कायम भएको हो? सन् 1951, सन् 1955, सन् 1956 र सन् 1960। तपाईहरुको लागि अप्सनहरू रहेका छन्। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर सी, सन् 1956 मा भएको थियो। क्वेसन नम्बर 9, 2081 सालमा पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने को हुन् भनेको छ। रमेश भुसाल रहेका छन्। क्वेसन नम्बर 10, विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देश कुन हो? डेनमार्क रहेको छ। क्वेसन नम्बर 11, सन् 2026 को ओस्कार पुरस्कार जित्ने चलचित्र कुन हो भनेको छ। यो चाहिँ वान ब्याटल आफ्टर अनदर भन्ने चलचित्र रहेको छ। क्वेसन नम्बर 12, निम्न भनाइहरूमध्ये सही उत्तर छनौट गर्नुहोस्। 2081 पुससम्म 1 वर्षमा नेपालमा जम्मा 11,47,548 जना पर्यटकहरू नेपाल भ्रमण आएका छन्। त्यसैगरी 2 मा दिएको छ, सन् 2024 मा नेपालमा पर्यटकको औसत बसाइ अवधि 13.3 दिन थियो भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर हो अप्सन नम्बर ए, दुवै ठिक, भनाइ 1 र 2 दुवै ठिक रहेका छन्। त्यसैगरी क्वेसन नम्बर 13 मा सोधेको छ, सन् 2025 मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने को हुन् भनेको छ। जोएल मोकिर, फिलिप एगियन र पिटर होबिटले चाहिँ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका थिए 2025 मा। क्वेसन नम्बर 14, नेपाल एकीकरणको क्रममा काठमाडौँ कहिले विजय गरिएको थियो भनेको छ। 1815, 1824,
1826 र 1825। यसको सही उत्तर कुन हुन्छ त? यसको सही उत्तर हो अप्सन नम्बर डी, 1825 मा चाहिँ काठमाडौँ विजय गरिएको थियो। क्वेसन नम्बर 15, एमोरी पुन्ही कुन समुदायले मनाउने पर्व हो? यो चाहिँ नेवार समुदायले मनाउने गर्दछन्। नारायण हिटी दरबारको डिजाइनर को हुन्? बी फोर्न रहेका छन् नारायण हिटी दरबारको डिजाइनर। क्वेसन नम्बर 17, विश्वको तेस्रो ठुलो महासागर कुन हो? हिन्द महासागर रहेको छ। क्वेसन नम्बर 18, महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन कहिले भएको थियो? सन् 1942 मा भएको थियो। क्वेसन नम्बर 19, गौरीशङ्कर हिमाल कुन जिल्लामा पर्दछ भनेको छ? यो चाहिँ दोलखा जिल्लामा अवस्थित रहेको छ गौरीशङ्कर हिमाल। त्यसै गरी क्वेसन नम्बर 20 मा रहेको छ, नेपालका प्रधानमन्त्रीहरूको कार्यकालको आधारमा देखाएका मध्ये कुन सही छ भनेको छ। कुन सही हुन्छ त साथीहरू? यसको सही उत्तर हो अप्सन नम्बर सी, भीमसेन थापा, फतेजङ शाह, माधवरसिंह थापा र जङ्गबहादुर राणा। यो क्रम चाहिँ सही रहेको छ। क्वेसन नम्बर 21, नेपालको दोस्रो ठुलो ताल कुन हो भनेको छ? फेवाताल। नेपालको सबैभन्दा ठुलो ताल चाहिँ राराताल हो भने दोस्रो ठुलो ताल कुन हो त? फेवाताल रहेको छ। क्वेसन नम्बर 22, विश्वको निम्न नदीहरूलाई सबैभन्दा लामोदेखि छोटोसम्मको क्रममा मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन आउँछ भनेको छ? यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर डी, अमेजन, मिसिसिपी, अमुर, मेकङ र नाइजर नदी। यो क्रम चाहिँ सही हुन आउँछ। क्वेसन नम्बर 23, तलका कथनहरू अध्ययन गर्नुहोस्। 1 मा दिएको छ पृथ्वी र शुक्र ग्रहको आकार करिब करिब समान जस्तै छ। त्यसै गरी 2 मा भनेको छ बृहस्पति र मङ्गल ग्रहको आकार लगभग समान छ। यसको सही उत्तर के हुन्छ होला त? यसको सही उत्तर हो अप्सन नम्बर सी, 1 भनाइ ठिक रहेको छ भने भनाइ 2 चाहिँ बेठिक रहेको छ। समूह आई र समूह आई बीच जोडा मिलाई सही उत्तर छनौट गर्नुहोस् भनेको छ। यहाँ चाहिँ विभिन्न भन्ज्याङहरू र ती भन्ज्याङ अवस्थित जिल्लाहरूको आधारमा जोडा मिलाउनु पर्ने हुन्छ। पोपटी भन्ज्याङ कहाँ पर्दछ त साथीहरू? पोपटी भन्ज्याङ चाहिँ सङ्खुवासभामा पर्दछ। त्यसै गरी टिङ्कर भन्ज्याङ कहाँ पर्दछ? यो चाहिँ दार्चुला जिल्लामा पर्दछ। उराई भन्ज्याङ कहाँ पर्दछ त? उराई भन्ज्याङ बझाङ जिल्लामा पर्दछ र बाङ्गाला भन्ज्याङ चाहिँ हुम्ला जिल्लामा पर्दछ। त्यसै गरी क्वेसन नम्बर 25 मा सोधेको छ, सेलो नाच कुन जातिसँग सम्बन्धित छ? यो चाहिँ तामाङ जातिसँग सम्बन्धित रहेको छ सेलो नाच। क्वेसन नम्बर 26, प्रशासन सुधार आयोग 2025 कसको नेतृत्वमा भएको थियो? वेदानन्द झाको नेतृत्वमा भएको थियो। दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै ज्यान गुमाउने राष्ट्र कुन हो भनेको छ? यो चाहिँ रुस रहेको छ। दोस्रो विश्वयुद्धमा सबैभन्दा बढी मानवीय क्षति बेहोर्ने राष्ट्र कुन हो त? रुस हो। क्वेसन नम्बर 28, कुन परिसूचकले मुलुकको समग्र आर्थिक अवस्था चित्रण गर्दछ? यसको सही उत्तर हो कुल गृहस्थ उत्पादन, जिडिपीले चाहिँ चित्रण गर्ने गर्दछ। क्वेसन नम्बर 29, सन् 2024 मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये तीर्थयात्राको लागि कति प्रतिशतले भ्रमण गरेका थिए? यसको सही उत्तर हो 15.3%ले। र अन्तिम क्वेसनमा रहेको छ, तलका कथनहरूबारे विचार गरी सही उत्तर छान्नुहोस्। 1 मा दिएको छ दोस्रो विश्वयुद्धमा धुरी राष्ट्रभित्र बेलायत, फ्रान्स, अमेरिका थिए। 2 मा दिएको छ दोस्रो विश्वयुद्धमा शक्तिशाली बन्न पुगेको राष्ट्र जर्मनी हो भनेको छ। यो दुईटै भनाइहरू चाहिँ गलत रहेका छन्। यस्तै अन्य महत्त्वपूर्ण जानकारीको लागि च्यानललाई सब्स्क्राइब, भिडियोमा लाइक, कमेन्ट गर्न नछुटाउनुहोला। ओके बाई।